आज हामी फुड च्यालेन्ज गर्दैछौँ। 1 2 अब सिरियस है। 1 2 3 हेलो भन हेलो गाइस 1 2 3 गो हेलो गाइस आज हामी फुड च्यानल गर्दै त एक्साइटेड भएर नि मैले भन्नी हो पहिला 1 2 छोड सुरु 1 2 3 गो हेलो गाइस वेलकम टु आवर च्यानल आज हामी फुड च्यालेन्ज गर्दैछौँ। गाइस वेलकम टु आवर च्यानल आज हामी फुड च्यालेन्ज गर्दैछौँ 3 जना भएर। म एकदम एक्साइटेड छु। म पनि एक्साइटेड छु यिनीहरुसँग। इट्स माई फर्स्ट टाइम। सो यहाँ चाहिँ पानीपुरी पकौडा छ अनि यहाँ मोमो छ यहाँ चाउचाउ छ। सो हाम्रो च्यालेन्ज चाहिँ यस्तो हो कि मम्मीले अब यस्तै 3टा हामीलाई नदेखाइकन देखाउनुहुन्छ यता क्यामेरामा अनि पछि हामीले गेस हान्यो कुन देखाउनु। मम्मीको आफ्नै ओपिनियन हुन्छ त्यो गर्नीमा। अनि हामीले यदि जित्यौँ भने एउटा पिस एकचोटि खान पायौँ अनि हामी हार्यौँ भने चाहिँ खै मम्मी यो बोतलले मम्मीले हामीलाई यसरी हान्नुहुन्छ। ल भाइ चाहिँ मलाई नै अब हामी स्टार्ट गर्दैछौँ है त। ल यो यहाँ लेखेको छु देखेछ कि देखेको छैन खै देख्यो होला नि। ल देखेछ होला देखेछ होला। ल फर्स्ट टाइम गौरी। यस सो हामी अब यता फर्किनु नहेर्नु स्टार्ट। ल भयो भयो है राम्रै देखाउनु। ल है अब है गाइस ल कुनै यहाँ एउटा लामो छ कि त्यो भएर हामीले थाहा पाउँछौँ। हामी लुकिन्जेल देखाउनु के ल ल ल ल बनाउनुको दिनले यो थाहा पाइसक्नु भयो होला। दुईटा सेम सेम छ के ल म पकोडा फर्स्ट टाइम नेक्स्ट टाइम फेरि ल अब मैले खानु पर्यो होइन त्यसो भए त मम्मीले लिनै पाउनु भने खानुमा चाहिँ मम्मीको हस्यो। ल अब हामी अब अर्को सेकेन्ड राउन्ड। ल मम्मी अब त जित्न पर्छ है। हु इज द लकी पर्सन। ल देखाउनु भयो 1 2 3 स्टार्ट। ल भयो म चाउचाउ मोमो winner. You are the winner. One time. Next. ल निहिलको नि टर्न आउँछ अहिले। ल नेक्स्ट टाइम ल है फेरि रेडी ल गाइस ल है स्टार्ट। मलाई यो हो क्या किनभने मम्मीले गर्नु भएन नि त। ल मेरो मम्माले फेरि लाछ भन्दा नि मिलेन नि त जे छ त्यही मैले चुजा हानि थिएन मैले यो लाछ जस्तो लाग्यो होइन लाछ भन्नै पाइएन तर म मोमो चुजा हान्थेँ यो त हान्थिन। अब पाइएन है मम्मी यो पकौडा। ल मैले मात्र खान पाउने मैले पकौडा यम्मी सो टेस्टी। नेक्स्ट टाइम है लगाइ स्टार्ट। मलाई नि कस्तो खानु मन लागिरहेको भयो हैन। ओके यसरी टिप्रा कहाँ पाइयो मोमो चुज मेरो मोमो। ल ठिक छ। ल ये फर्स्ट टाइम यु वन वाउ यु फर्स्ट टाइम यु वन मम्मा गाइस मेरो पहिलोचोटि घुमाना मोमो पर्यो। ल फर्स्ट टाइम गाइस हिरो एन्ट्री लास्टमा हुन्छ के त्यही भएर लास्ट टाइममा बल्ल
चटनी नखाइने निखिल अहँ, ल अब नेक्स्ट टाइम हुन्छ। पानीपुरी त रहन्छ नि त ल यो हजुरले पकौडा देखाउनु भएन, हामीले पकौडा खान पनि पायौँ, पानीपुरी खान पनि पायौँ। ल दुईटाको एउटा है त त्यसो भए ल गाइस स्टार्ट यो यो ल गौरी नै जितिन् निखिल म के खामभन्दा पानीपुरी खान्छु। छिटो छिटो मैले पाकै छैन। ल ल पानीपुरी भन्दाखेरि मेरो मुखबाट नि पानी आयो है एक टाइममा पनि खाएँ है गाइस मैले पाकै खाएको छु त। म नि एउटा खाऊँ न। जित्न पर्छ नि हिल अनि मम्मी नि कहाँ जित्नु अरे? मम्मीको अब लास्टचोटि खान, मम्मीले दुईचोटि म खाएँ गाइस भन्न पाउनुहुन्छ, अब एकचोटि भन्छ कि अब दुईचोटि भन्छ? ल अब यो लास्ट है लास्टचोटि खान फेरि हाल्नुहुन्छ क्या? हाल्नु न दुईचोटि अझ त गाइस ल स्टार्ट कुन होला भन्दा नुडल्स मेरो नि त्यही गाई दुईटैले ल दुईटैले जित्यो नि अहिले त जित्ने भएछ, दुईटैले जित्यो। ल कति ठ्याक्कै सल्लाह गरे जस्तो छ त सल्लाह गरे क्या क्या दुईजनाले होइन खाए दुईटैले खान्छ हो क्या भयो। है मिठो रहेछ नुडल्स। अब नेक्स्ट टाइम है फेरि 1 2 3 गो 1 2 3 ल फेरि स्टार्ट है फेरि उता फर्किने झेल्टी नगर्ने ल 1 2 3 स्टार्ट ल स्टार्ट नुडल्स पिरो रहेछ। ए यस्तो गर्नु मम्मी हजुरले, कस्तो यदि यो देखे होइन नम्बर भने यस्तो देखाउनु, यो भयो भने उल्टो त भएन, यो देखाउनु अनि यो भनेर यस्तै दिनु पोइन्ट आउँछ, त्यसरी सजिलो हुन्छ नि त। ल अहिले के दियो के खानु अरू गर्छ न? गरी छैन फेरि ल ल स्टार्ट 1 2 3 गो भयो भयो ल आधो पनि मामा मम्मी सस्पेन्स नबनाउनु न, सस्पेन्स नबनाउनु प्लिज। ल ल ल लगाइछ टेस्टी हेर्नु टेस्टी छ होइन मिठो हुन्छ। यो सब तयार गर्ने गौरी भण्डारी है यिनले चाहिँ पहिलादेखिबाट एक दिन गर्ने भन्दा भन्दै आज पल्ल दिन जुर्यो सबको श्रेय गौरी भण्डारी प्लस लिटल बिट निखिल भण्डारी पनि है ल ल अब स्टार्ट मम्मीले Guys. लाग्यो अझै उता फर्क गाइस आँटी मार ल एउटा हार भ्याएन अर्को पाउनु फेरि यहाँ त नि भाइ पाउनु पर्यो नि त कतिको गेस मामा। करेक्ट हुन्छ होइन होइन चाउ 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 मामा ए गौरी खानु पर्यो है यामी यामी ल दुईटैको रङ बसी होला नि मम्मीले पाउनु होइन घरि टेस्ट मैले लिएँ है मैले पनि खानु पर्यो है ल दुईटैको रङ बसी होला नि घरि टेस्ट मैले लिएँ है कस्तो छ टेस्टी मोमो वाउ वाह गाइस मिठो छ गौरीले बनाएको एकदम मिठो छ है टेस्टी
फेरि गरिदिउँ आज म अरे नि मम्मीले पोइन्ट आउट नि हान्यो कि त्यो भएर आफूले भेट्न हानिदिने हेरिदिनुहोस् मलाई म हेर्दिनँ त्यस्तो ज्यान Now next guys. ल start. के होला भन्दा गौरी यो यस्तो तिनटा देखाउन पाइँदैन यो, यो, एउटा यो, भन्नुपर्छ यो, एउटा यो, देखाउनुपर्छ यो, जे देखाए पनि यो, होइन? यो अनि हाउभाउ बुझेर अनि बल्ल यो भन्दा पाइँदैन यो गौरीको पेन्सिल हुन्छ निखिलको करे कसरी एक पटक ट्याक्क देखाउनु पर्यो क्या तिनटा के गर्न पाइएन है ल अहिले चाहिँ ठुलो पनि स्लिम गाई ल, ल, Let's guys do fast. त्यो बेलामा म हेरेको हेरे भयो त्यही भएर यसो पानीपुरीको स्वाद लिन्छु है मैले ल 10 मिनट आयो भने खै त तिमीहरू उता हेर्न पाइएन नि उता ल ल भन ल स्टार्ट मलाई त पिरो भयो चटनी खाएर यो म त पकडाइ लिन्छु ल गायो पिरो भयो गाइस रमाइलो छ भएछ एकदम रमाइलो छ हामीलाई खाना नि पाइएको छ है मैले पनि यसो खान पर्यो नि के खाने होला ल मलाई त यही टेस्टी लाग्यो गाइस पानीपुरी वाह मैले पाकै छैन अहिले स्टार्ट कसरी पाके स्टार्ट गाइस देखाउनु नि भयो नि हातले ल मोमो मैले लाचाउँछु ल यस ल स्टार्ट फास्ट मलाई हटाइदिनु होला नि खाइछ नि त स्क्रिनबाट हट्छु होला यो दिदी खाइ खाइ ल अब फेरि हामीले गर्दैछौँ अब मलाई लाग्छ यो लास्ट हो म त यो हाल्नु मन लागिरहेको ल स्टार्ट ल गाइस अब यो लास्ट हो है हाम्रो लास्ट हो नरम लास्ट एउटा भ्याइयो केही भने लास्ट हुन्छ एउटा भ्याइयो वा यो मोमो सबै भ्याइयो भने यो नभ्याइयो पनि लास्ट हो त्यही हो ल स्टार्ट अब खानेवालामा भर पर्छ कसलाई के मन पर्छ होइन ल स्टार्ट 1 2 3 गो ल ल स्टार्ट गेस मोमो ए दुईजनाले ल अब यो तिनटैले खानु ल चेस हालौँ वाव चट्नी पिरो हो अझै कुरा चट्नी पिरो हो कि छैन पिरो छ ए ल चेस हाल्ने भने त दुइटैले खाइभ्याउनु त्यो छ हाम्रो टेस्टी छ क्या निहिलले खान्थ्यो चटनी अहिले जिब्रोमा घाउ भएको छ त्यही भएर उसले चाहिँ खान सकेन है पिरो हो चटनी एकदम मसालेदार यो मैले आफै घरमा बनाएको गौरी सिपालु छन् क्या पकाउन लगाए स्टार्ट
ल स्टार्ट चाउमिन निखिल चाउमिन यो अब यो दुईटा अब मैले खानु पर्यो नि गाइस उयो मोमो हेरेर परिहाल्यो नि। मोमो मन पर्छ कि त्यही भएर भिडियो एन्ड होला है होइन यो सब भ्याइन पर्यो गाह्रो हुन्छ होला ल गाइस फेरि स्टार्ट गरौँ चटनी हल्का पिरो भन्छ कि गाइसबाट एकदम पिरो भयो अब मलाई टेस्टी भयो गाइस ल स्टार्ट म पिरो भयो एकदमै मलाई यो खान भन्दा म यो ल ल पानी चुज वान खाइदिउँ न अब जिब्रो चाहिँ होइन दे म फुटालिदिन्छु उठिसक्यो मलाई त यो मन परेछ गौरीले हेरेर बस है दिदी है गौरी हजुरले धेरै खान पाउनुहुन्न नि मम्मी ल अब खा 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 चिटिङ गौरी चिट अनि म पापड खाएँ त्यो पापड खाएँ बिउ एकदम पानी अनि गाइस हामीहरू उयो भन्न भुलेछौँ पानी खान पाइन्न किनभने यो तिनवटा पिरो छ एकदम गाइस पानी एकदम पिरो छ चटनी मोमो नि फिलिङ एकदम पिरो छ यो एकदम पिरो। घाउ त खाइरहेको गाइस यसको यो त झन् स्पेसल पिरो यो सबैभन्दा योभन्दा झन् यो पिरो छ स्टार्ट पकोडा चाहिँ खासै पिरो होइन ल गाइस ल स्टार्ट मोमो मोमो होइन चाउचाउ पहिला मोमो होइन चाउचाउ भनेपछि यो चाहिँ पजल भयो गाइस त्यसैले निखिलले पायो पजल मैले अघि नै भनेको होइन जसलाई भन्ने एकपटक मात्रै भनिदियो है यो पनि भन्न पाइँदैन है वान टाइम Okay. इज फाइनल ल निखिल मलाई खास मोमो एकदम मन पर्ने भएको हुनाले मैले यही देखाइरहेको छु त्यही गाइस फेरि अर्को पालि अर्को दिन देखाउनुहुन्छ होला अब मम्मी सिट मम्मी एकदम ट्रिकी Yes, हुन्छ मम्मीको ओपिनियन एकदमै ल हामीले त्यो ओपिनियन म्याच गर्नु पर्ने निखिलले मात्र म्याच गर्यो मैले गरेको होइन सुरुमा गरेको थिएँ के स्टार्ट मैले भनेको होइन हिरोको एन्ट्री पहिला हुँदैन भनेर लास्टमा हुन्छ धेरै खाल्छ रोल हिरोले ल स्टार्ट स्टार्ट धेरै स्टार्ट आयो। स्टार्ट भयो के सिट मोमो नै पाइयो के अरे मोमो नै लिदिउँ निखिल इज द विनर किनभने उसले मेरो ट्रिक चाहिँ उसले बुझिरहेछ त्यसैले उसले खाना पनि पाइरहेछ निखिल इज द विनर अफ दिस गेम ओके ल ल गौरी खाऊ तिमी पनि अब लास्ट लास्ट टाइम नट ओके अब चाउचाउ रेसमा हुन्छ अनि किनभने मलाई मोमो एकदम मनपर्छ भने चाहिँ त्यही भएर फर्स्ट टाइम चाहिँ यही फिनिस गर्न लागेको मैले उसले बुझेर त्यही मात्रै देखाइरहेछ होइन एकदम जुसी छ मिठो Right. On time. ए यो त पकोडा खाएर त मम्मी पानीपुरीको झोल नि खानु Wow, wow, get tasty. Start. Okay, start. Now. यो निखिल यही हो अहिले गौरीले जित्ने हुन नि सक्छ है